हेलो एभ्रिवान, म सुलभ सुलेमान। आज म तपाईहरुलाई एउटा सिम्पल एक्सेलको ट्युटोरियल, माइक्रोसफ्ट अफिस एक्सेलको ट्युटोरियल जो चाहिँ प्रेजेन्ट गर्न गइरहेको छु। त्यसको बारेमा बेसिक कुरा, यो फर्स्ट ट्युटोरियल हुनेछ मेरो एक्सेल ट्युटोरियल सिरिजको हैन। यो सिरिजको फर्स्ट ट्युटोरियल अति बेसिक कुरा। यसमा म कसरी फर्मुला युज गर्ने, कसरी पुरै ग्राफहरु बनाउने त्यस्तो कुरा म सिकाउँदिन होला। हेरौँ म भिडियो बनाउँदै जाँदा के हुन्छ। बेसिक कसरी अब कस्तो हो एक्सेल हैन, कतातिर के हुन्छ, यसको इन्टरफेसको बारेमा हेरौँ न। यसको इन्टरफेस हेर्दा के हुन्छ, कसरी खोलेपछि कहाँ जाने हैन, कहाँनिर के कुरा हुन्छ भनेर मात्रै सिकाउन गइरहेको छु। त्यसपछि मैले फर्दर अरु ट्युटोरियलहरु बनाएँ भने म त्यसमा अब नेक्स्ट ट्युटोरियलमा कसरी फर्मुलाहरु युज गर्ने, त्यसपछि अर्कोमा कसरी ग्राफहरु, पाइभट टेबलहरु कसरी युज गर्ने हैन। भिबिएहरु चाहिँ म अलिक सिकाउँदिन। भिबिए अलिक एडभान्स कन्सेप्ट हो भिबिएहरु भनेको चाहिँ। ल फर्स्टमा अब कसरी एक्सेल खोल्ने है। एक्सेलको धेरैवटा माइक्रोसफ्ट अफिस एक्सेलको धेरैवटा भर्सन छ र एक्सेल खोल्नको लागि फर्स्टमा स्टार्टमा जाने। यहाँनेर EXCEL एक्सेल लेखे पनि भयो हो। यहाँ एक्सेल 2013 आए, यी क्लिक गरेर खोले पनि भयो। अर्को भनेको यो बेसिक कुराहरु हो। बेसिक मैले जो अति बेसिक युजरलाई सिकाइरहेको हुनाले यदि एडभान्स युजर हुनुहुन्छ भने यो ट्युटोरियल नहेरे हुन्छ। त्यसपछि अर्को पारा भनेको यो अल प्रोग्राम्समा गएर यहाँ माइक्रोसफ्ट अफिस 2013 एक्सेल यहाँ क्लिक गरे पनि हुन्छ। अर्को भनेको यो हाम्रो किबोर्डमा एउटा विन्डोजको लोगो छ, अल्टको छेउमा विन्डोजको लोगो र आर सँगै क्लिक गर्ने। यो चाहिँ रन कसरी रन खोलेको मैले हैन। रन खोल्नको लागि किबोर्ड सर्टकट भने चाहिँ विन्डो ल्यापटपको हाम्रो डेस्कटपको किबोर्डमा भएको विन्डोजको लोगो र आर एकान्त दाब्ने र यहाँ EXCEL एक्सेल लेख्दा पनि हुन्छ। एक्सेल लेखेर ओके। ल यो भयो एक्सेल खोल्ने तरिका हैन। अब एक्सेलमा के हुन्छ भने फर्स्टमा अब तपाईहरुको यो पुरानो भर्सन एक्सेल हुन सक्छ हैन। यो चाहिँ मेरो भर्सन 2013 मा चाहिँ यस्तो लुक्स आउँछ खोल्ने बित्तिकै है। यहाँ चाहिँ के हुन्छ, यो चाहिँ ब्ल्याङ्क वर्कबुक। यहाँ यो चाहिँ एउटा ब्ल्याङ्क वर्कबुक हो हैन। अब यसको फाइललाई चाहिँ वर्कबुक भनिन्छ के। जस्तो उतातिर वर्ड फाइल हुन्छ, वर्ड फाइलमा धेरैवटा पेजहरु हुन्छ हैन। त्यसैले यो चाहिँ हाम्रो एक्सेलमा चाहिँ वर्कबुक भन्छ एउटा फाइललाई है। एउटा वर्कबुक भित्र धेरैवटा सिटहरु हुन्छ, उतातिर धेरैवटा पेज भएको छ, यता धेरैवटा सिटहरु हुन्छ, SHED सिट हैन। त्यसको बारेमा भएर हेर्नु न। यो चाहिँ ब्ल्याङ्क भनेको चाहिँ केही पनि लेखेको हुँदैन। अरु चाहिँ इधर टेम्प्लेटहरु हुन् के। टेम्प्लेटहरु हुन्। यो धेरै टेम्प्लेट अरु हामीले नेटमा गएर खोजेर पनि अनलाइन सर्च फर अनलाइन टेम्प्लेट यहाँबाट अरु कुरा पनि खोज्न पाउँछ। हामी चाहिँ टेम्प्लेट भनेको चाहिँ जस्तो लोन अमोर्टाइजेसनको लागि एउटा टेम्प्लेट जस्तो बनाएको हुन्छ। त्यहाँ हामी डाटा इन्ट्री गर्ने, त्यसरी नै के क्याल्कुलेट गर्ने हुन्छ हैन। यो चाहिँ अब तपाईहरु अलिक एडभान्स भन्नाले एक्सेल पुरै बेसिक सिकिसकेपछि यो कुराहरु तपाईले आफै खोजेर हेर्न सक्नुहुन्छ। ल हामी चाहिँ ब्ल्याङ्क वर्कबुकमा जाउँ। ल ओके। यहाँ अब हाम्रो यो चाहिँ हाम्रो एउटा एक्सेलको वर्कबुक भित्रको वर्कसिट हो। यहाँ सिट 1 ले चाहिँ यो जुन म अहिले स्क्रोल गर्दै अब स्क्रोल गर्छु यसलाई माथि तल जान मिल्छ हैन। यो एउटा सबैलाई चाहिँ वर्कसिट भन्छ। सिट कि त वर्कसिट भन्छ हैन। यो चाहिँ एउटा पन्ना भने जस्तै भयो हैन। त्यसपछि अरु पनि हामीले सिट एड गर्न मिल्छ। पुरानो भर्सनमा चाहिँ यहाँ सिट 1, सिट 2, सिट 3 अलरेडी देखिएको हुन्छ। नयाँ भर्सनमा चाहिँ यहाँ सिट 1 आएको हुन्छ। अर्को सिट एड गर्नु पर्यो भने यसलाई क्लिक गर्ने, सिट 2 पनि आयो। अर्को बुझाए जस्तो मैले सिट 1 मा राम लेखेको छु हैन। सिट 2 भनेको अर्कै हो, यसमा राम लेखेको छैन। यसमा मैले सीता लेखेको छु। सिट 1 मा राम, सिट 1 मै छ बेग्लै, सिट 2 नै छ भनेको यो दुईटा पेज जस्तो भयो। अनि अब यो एक्सेल कस्तो हुन्छ बेसिकली भने यहाँ रोज हुन्छ। जस्तै यो एउटा रो हो, यो होराइजन्टल तेस्रो एउटा रो हो। यो एउटा एक्सेलको रो, यो अर्को रो हो। अनि इच रोको एउटा एड्रेस हुन्छ क्या। किनभने हामीले पछि गएर फर्मुलाहरु युज गर्नुपर्ने हुन्छ हैन। फर्मुलाहरु युज गर्नको लागि चाहिँ इच रोको इच यो सेल सानो बट्टा छ नि, यसको एड्रेस थाहा पाउनु पर्ने हुन्छ। त्यही भएर यो फर्स्ट रो यसको यो भनेको रो नम्बर 1, यो रो चाहिँ रो नम्बर 2, यो 3 हो, रो नम्बर 9 हो हैन। त्यसैले यो जुन भर्टिकल छ यसलाई कलम भन्छ। यो फर्स्ट कलम भनेको कलम A, कलम E, कलम K, Z पछि यो कलम AA, AB, AC हैन। यो भयो यस्तो होराइजन्टल भनेको रो भयो, भर्टिकल भनेको कलम भयो। त्यसपछि रो र कलम
को इन्टरसेक्सनलाई सेल भनिन्छ। जस्तै यो एउटा सेल हो, यो सेलको एड्रेस चाहिँ B3 भनिन्छ यसलाई। जस्तै यो यहाँनिर देख्न मिल्छ, यो नेम बक्समा B3 भनेर लेखेको छ है। B3 भयो, यो सेलको नाम चाहिँ C6 लेखेको छ है। रो मतलब सेल भनेको चाहिँ इच एउटा बट्टा भनौँ न, एउटा बक्सलाई चाहिँ जुन चाहिँ रो र कलमको इन्टरसेक्सन हो। यो राम भनेको सेल चाहिँ 6 नम्बर रो र C नम्बर कलमको इन्टरसेक्सन भएको हुनाले यसको नाम चाहिँ C6 हो है। अब हामीलाई यो रोलाई होइन यो सेललाई अर्को नाम पनि दिन मिल्छ। यहाँ गएर जस्तो मैले त्यो सेलको नाम सपोज मैले नेम भनेर लेखेँ, मैले यहाँ क्लिक गरेँ भने यो सेलको नाम है, यो सेलको नाम चाहिँ नेम हो होइन। अनि यसको कन्टेन्ट चाहिँ राम हो है, यसमा लेखेको कुरा चाहिँ राम हो। यो भयो भने चाहिँ यो चाहिँ भयो तपाईँहरूको सेल, रो कलम भयो, वर्कसिट भयो, वर्कबुक भयो होइन। अब यो फेरि एकचोटि इन्टरफेसको बारेमा हेरौँ, यो पुरै इन्टरफेस कस्तो हुन्छ भनेर। यो सबभन्दा जुन यो माथि छ नि, यो माथि भएको टुलबारलाई नर्मली चाहिँ अब यसलाई टाइटल बार पनि भनिन्छ। तर यो पार्ट छ नि, यो यसलाई अझै एड गरेर धेरै पनि आइटमहरू हाल्न मिल्छ यहाँनिर। जस्तै यो भनेको हाम्रो के हो, क्लिक गर्छु, यो चाहिँ अब एउटा मिनिमाइजहरू भएको बटन भयो, यो सेभ भयो, यो अन्डु होला, यो रिडु भयो होइन। यिनीहरूलाई चाहिँ क्विक एक्सेस टुलबार भन्छ। यो जुन यिनीहरू टुलबारहरू छ माथि, यिनीहरूलाई चाहिँ क्विक एक्सेस टुलबार भन्छ। यसमा अरू कुरा पनि एड गर्न मिल्छ होइन। चाहे जस फ्रिक्वेन्ट युज हुने कुराहरू चाहिँ यो माथि राख्दै हुन्छ क्या। यो अन्डुहरू सेभहरू फ्रिक्वेन्ट युज भएको हुनाले यो चाहिँ अटोमेटिकली आफै बाई डिफल्ट सबै यिनीहरू यहाँ आएर बसेको। यो चाहिँ हाम्रो के भयो, यो चाहिँ हाम्रो क्विक एक्सेस टुलबार भयो होइन। त्यसपछि जुन यो पार्ट छ हाम्रो जहाँ लेख्छौँ, हाम्रो कन्टेन्टहरू लेख्छौँ, यो रो र कलमको इन्टरसेक्सन सेलहरूको यहाँ भण्डार छ होइन। यसलाई चाहिँ स्प्रेडसिट ग्रिड भनिन्छ क्या। यो चाहिँ सिट पनि भनिन्छ, यसलाई स्प्रेडसिट पनि भनिन्छ, वर्कसिट पनि भनिन्छ। यसको नाम चाहिँ स्प्रेडसिट ग्रिड भयो होइन। अनि अब यो पार्ट जुन चाहिँ मुनि रेडी लेखिरहेको, यसलाई चाहिँ स्ट्याटस बार भनिन्छ होइन। स्ट्याटस बार भनिन्छ। स्ट्याटस बारले चाहिँ के भन्छ भने अहिले हाम्रो एक्सनमा के भइरहेको छ, अहिले चाहिँ अब रेडी मात्र लेखेको छ होइन। अहिले हामीले भन्नाले आफ्नो काम गर्न मिल्छ। जस्तो कहिलेकाहीँ यहाँ लामो हामीले फर्मुलाहरू क्यालकुलेसन गरिरहेको छौँ भने यहाँनिर अब क्यालकुलेटिङ कि त अब त्यस्तै केही लेखिरहेको हुन्छ क्या। जस यसले चाहिँ अहिले एक्सनमा के भएछ, रेडी भनेको चाहिँ ल वी आर रेडी टु वर्क अन इट, त्यो बुझिन्छ अर्को होइन। अब स्प्रेडसिट ग्रिड भनेको चाहिँ अब यसमा अब हाम्रो ग्राफहरू बनाएको यिनीहरू आउँछ, कन्टेन्टहरू सबै हामीले यिनीहरू लेख्छौँ, रो कलमहरू यिनीहरू देखिन्छ। स्क्रोल बार, यो स्क्रोल बार यहाँ छ, यो चाहिँ भर्टिकल स्क्रोल बार भयो, यो चाहिँ हराइजन्टल स्क्रोल बार हो। त्यहाँ त क्लिक गरेर पनि अझै हामी फर्दर राइट जान मिल्छ। अनि यसलाई डाउन क्लिक गरेर फर्दर डाउन जान मिल्छ। त्यो भयो स्प्रेडसिट। अब फर्मुला बार, अब जुन यो बार छ यहाँ माथि फर्मुला बार लेख्छ नि। फर्मुला बार भने चाहिँ के भने अब एक्सेलमा अति नै धेरै फर्मुलाहरू युज गरिन्छ होइन। फर्मुला युज गर्नुपर्ने हुनसक्छ, गरिन्छ भन्ने छैन जहिले पनि हो। अब हामीले जस्तो अब म एउटा सिम्पल फर्मुला लेख्छु होइन, म फर्मुला सिकाउँदिनँ। जस्तै यहाँ मैले 1 लेखेको छु, यहाँ मैले 2 लेखेको छु। अब मलाई यहाँनिर चाहिँ के चाहियो भने मैले यहाँनिर चाहिँ यसको र यसको सम चाहियो, यसको र यसको दुईवटा जोडेर जति आउँछ त्यसको एडिसन, त्यसको जोड चाहियो भने चाहिँ मलाई इक्वल टु सम यस्तो गर्छु। चाहिँ फर्मुला लेख्ने पारा हो, फङ्सन लेख्ने पारा हो। दुईवटा सेलेक्ट गर्छु, इन्टर, ओके। अब यहाँ के देखिन्छ भने यहाँ 1 लेखेको छ, यहाँ 2 लेखेको छ, यहाँ 3 लेखेको छ। नर्मली हेर्दा त यो पनि एउटा सिम्पल नम्बर हालेको छ, यता नम्बर हाल्छ, यहाँ नम्बर हालेको छ। तर फर्मुला बारमा गएर गयो भने चाहिँ यसको भित्र यसको फर्मुला के हालेको छ, यसमा केही पनि फर्मुला छैन, सिम्पल 1 लेखेको छ, 1 नै भइहाल्यो। 2मा 2 मात्र लेखेको छ। तर यहाँ क्लिक गर्दाखेरि चाहिँ यहाँ फर्मुला छ नि त, यो भित्र यो 3 कसरी आयो, त्यो चाहिँ एउटा फर्मुलाले आयो क्या। फर्मुला भनेको फङ्सन भनौँ न, यो सम भने इनबिल्ट फङ्सन हो। यसले चाहिँ सेलेक्ट गरेको कुराहरूको यो ब्राकेटभित्र सेलेक्ट गरेको कुराहरूको सम दिन्छ क्या। त्यही भएर यो चाहिँ फङ्सन हो एउटा। फर्मुला बारमा चाहिँ के फङ्सन युज भएको छ, के फर्मुला युज भएको छ भने देखिन्छ कि इनबिल्ट हो। त्यो भयो एउटा फर्मुला बार। फर्मुला बारपछि अर्को भनेको अब रिबन भन्ने हुन्छ क्या। रिबन भनेको तपाईँहरूको जस्तै जुन यो पार्ट छ, यति पार्टलाई रिबन भनिन्छ। यो यति पार्टलाई मलाई उयो हातले देखाऊँ भने मेरो हात देखिँदैन, त्यही भएर जुन यति यो टुलबारहरू के छन् सबै यो माथिको मेनु बारदेखि लिएर यिनीहरू यो टुलबारहरू टुलबक्सहरू सबै यिनीहरूलाई रिबन भनिन्छ। रिबन चाहिँ त्यसपछि अब यो एउटा बटन छ, यसलाई क्लिक गऱ्यो भने चाहिँ अटो हाइड रिबन भन्ने छ, सो ट्याब छ र सो ट्याब एन्ड कमान्ड छ। अटो हाइड रिबन गरौँ भने चाहिँ
यहाँ क्लिक यस्तो कि हाम्रो यो हामीलाई चाहिँ कहिलेकाहीँ यो सिट ठुलो अलिक ठुलो धेरै कन्टेन्ट राख्नु पऱ्यो भने हामीलाई ठुलो भ्यू हेर्न मन छ भने यसलाई अटो हाइड गरिदिने यहाँ काम गर्ने अनि फेरि गएर खोल्न मन लाग्ने यहाँ माथि जाने यहाँ हाइलाइट हुन्छ यहाँ क्लिक गर्ने खुल्छ। जस्तै अब मैले यहाँ यसलाई यस्तो सेलेक्ट गरेर यसलाई बोल्ड गर्नु पऱ्यो भने यहाँ माथि गएर क्लिक गर्ने बोल्ड दाब्ने यो बोल्ड भयो तल आउने त्यो आफै हाइड भयो। यो चाहिँ अटो हाइड रिबन भयो होइन। त्यसपछि फेरि यसलाई के गरेर सो ट्याबबाट चाहिँ इधर यस्तो यो मेनुको ट्याबमा देखिन्छ अनि यसलाई क्लिक गरेर यहाँ मैले अब के चाहिएको अब बोल्ड गर्ने कि अनलाइन गर्ने कि ल यो कलर मलाई यस्तो फिल गर्न मन लाग्यो यसको तल आने फेरि त हाइड भयो। यसमा चाहिँ ट्याब मात्रै देखियो होइन। यसो गर्दा चाहिँ अलिक नयाँ युजरहरूलाई चाहिँ यसो बोल्ड गर्ने कहाँ छ टेबल बनाउने कहाँ छ भनेर नदेखिन सकिन्छ। त्यही भएर नर्मल युजरहरूले चाहिँ नर्मल बिगिनर युजरले चाहिँ सो ट्याब एन्ड कमान्डै गरेर यो चाहिँ अब अलवेज देखाइरहेको छ यिनीहरू यहाँ जाने। अब होमभित्र यो कुराहरू छ इन्सर्टभित्र पाइभट टेबल पिक्चर स्टोर होइन ग्राफहरू लाइन चार्ट टेक्स्ट बक्स हाल्न मिल्छ। पेज लेआउटमा चाहिँ यसको पेज लेआउट ओरिएन्टेसन कस्तो बनाउने पोर्ट्रेट टेम्प्लेट यसको पेज साइज अनि सबै कुरा धेरै कुरा यो अब तपाईँहरूले आफै स्क्यान गरेर हेर्न मिल्छ। मैले अहिले सबै डिटेलमा सिकाइरहेको छैन। अहिले मेरो ट्युटोरियल 12 मिनटको भइसक्यो। युट्युबमा अपलोड गर्न पनि अति टाइम लाग्छ जस्तो भयो नि। त्यसपछि फर्मुलाहरू छ फर्मुला चाहिँ अब यो अलिक पछि अरू ट्युटोरियलमा अलिक एक्सटेन्सिभली हेरौँला होइन। लजिकल चाहिँ कसरी एड सप्लाई गर्ने कसरी एड गर्ने फाइनेन्सियल फर्मुला कसरी हाल्ने डेट टाइमहरूलाई कसरी म्यानिपुलेट गर्ने डाटा भनेको चाहिँ हाम्रो डाटाहरू जुन अब डाटाहरूलाई कसरी अब जस्तो अब ग्राफ बनाएर हुन्छ कि कसरी जस्तै हाम्रो क्लासभरि क्लासमा 100जना स्टुडेन्ट छन् 100जनामा कसले हाइएस्ट मार्क्स ल्याएको छ 100जनाको हाम्रो सबैजना मार्कसिट छ सबैजनाको कसले हाइएस्ट ल्याएको छ त्यसलाई चाहिँ हाइलाइट गर्ने त्यसलाई अटोमेटिकली ऱ्याङ्क दिने डिस्टिङसन दिने त्यसको डिस्टिङसन फर्स्ट डिभिजन त्यसको पर्सेन्टेज हेरेर दिने त्यो कुरा चाहिँ अब डाटाबाट मिलाउन मिल्छ क्या। यो कुरालाई कसरी हाइलाइट गर्ने होइन अब अरू भन्दा अरू डाटाबेसबाट ताने कसरी तानेर कुरा यहाँ ल्याउने त्यस्तै भयो। अब त्यो भयो बेसिक अब यो रिबनमा भएको कुरा होइन। अरू भनेको नर्मल्ली एक्सेलको इन्टरफेस भनेको यति नै भयो। ल फेरि म एकचोटि भन्छु टपकोलाई क्विक एक्सेस टुलबार भन्छ यो पार्टलाई रिबन भन्छ होइन। अनि यो भयो फर्मुला बार यो भएको सेलको नेम बक्स हो। यो त्यस्तो साह्रो इम्पोर्टेन्ट छैन। यो चाहिँ वर्कसिट स्प्रेडसिट ग्रिड भयो चाहिँ यो चाहिँ स्ट्याटस बार होइन। त्यो भयो हाम्रो बेसिक एक्सेलको बारेमा कसरी के गर्ने भनेर। अब म यहाँ लेखेँ फाइलमा गएर सेभ गर्छु कहाँनिर सेभ गर्ने सपोज मलाई डेस्कटपमै सेभ गर्न मन लाग्यो डेस्कटप सेलेक्ट गरेँ मैले। त्यसपछि यहाँ फाइलको नेम अब एक्सेल यो 2013मा यसको डिफल्ट एक्सटेन्सन भनेको .xlsx हो है। अब यसमा सेभ गर्नुभएको छ भने तपाईँले पुरानो वर्ड 2003हरूतिर होइन यो नखुल्न सक्छ। त्यही भएर कम्प्याटिबिलिटीको लागि पुरानो एक्सेलमा नै खुलोस् भने चाहनुहुन्छ भने तपाईँ XLS यसमा सेभ गर्दै हुन्छ। यसमा यो चाहिँ अब माइक्रोसफ्ट एक्सेल 5 देखि 95 सम्म यो पुरानो भर्सनको लागि त्यसपछि 97 देखि 2003 सम्मको लागि हो भने यसमा सेभ गर्ने होइन। यो चाहिँ अब एक्सटेन्सन मात्रै भयो। एक्सटेन्सन भनेको के तपाईँलाई थाहा होला त्यो लेख्ने अनि अब सेभ गर्ने यो सेभ भयो। त्यही हो एक्सेलको बेसिक इन्टरफेस कस्तो हुन्छ होइन। अब म अरू ट्युटोरियलहरूमा कसरी अब यसपछिको ट्युटोरियलमा म तपाईँहरूलाई कसरी फर्मेटिङ गर्ने जस्तो अब हाइलाइटहरू कसरी गर्ने टेबलहरू कसरी बनाउने होइन टेबलहरूको बोर्डरहरू दिने त्यो बेसिक कुराहरू फर्मुला भनेको अलिक एडभान्स कुराहरू भयो होइन। बेसिक कुरा नेक्स्ट ट्युटोरियलमा सिकाउँछु हेरौँ म कहिले बनाउँछु होइन। ल आजको लागि चाहिँ यति नै। थ्याङ्क्स फर वाचिङ माई भिडियो। थ्याङ्क यू।